म हैन गाना मलाई सुन्नु भने चाहिँ अलि राम्रै नै लाग्छ। अलि म खाली भएको समयमा चाहिँ म गाना म्युजिक सुजिक हैन गाना साना ऱ्याप स्याप हैन जस्तो नि सुनिदिन्छु म हैन। ऱ्याप सुनिदिन्छु हैन, देउडा सुनिदिन्छु म, लोकदोरी सुनिदिन्छु हैन। यस्तो सबैतिर सबै थोकको गानाहरू सुनिदिन्छु किन मलाई रमाइलो लाग्छ गाना सुन्नुमा। अलि त्यत्तिकै बस्नुभन्दा नि मलाई हैन गाना साना सुन्न अनि त्यही हो गाउन चाहिँ रमाइलो लाग्छ, राम्रो लाग्छ। तर म त्यही हो त्यसैले चाहिँ म हैन कस्तो भयो नि राम्रो होस् नराम्रो होस् तर मलाई आफ्नो आवाज चाहिँ हैन भोइस चाहिँ मन पर्दैन, एकदमै बेकार लाग्छ। आफ्नै भोइस सुनेर चाहिँ ए कस्तो होला भोइस भनेर त्यस्तो लाग्छ नि त। त्यही भएर चाहिँ त्यही हो। अनि म सोच्दैछु कि हैन एउटा गाना गाइदिउँ भनेर चाहिँ हैन। त्यो तिमी च्वाक छौ ल म गाइदिन्छु ल। एउटा हिन्दी गाना भनौँ न अब हैन। बाटोमा हिन्दी ढुङ्गाले हान्दिउँला। झुटा है गुस्सा तेरा सच्चा नहीं, सच्चे प्रेमी को तड़पाना अच्छा नहीं हो। वापस न आऊंगा मैं जो चला जाऊंगा, ये तेरी गलियां छोड़ के। कान्छी रे मैले एउटा र्याप यस्तो गर्न र्याप मलाई केटी सिँडेको बाल लाग्दैन दिनेश निस्केन माल चाख्दैन मुजी पर्वतले मलाई कहिले हो चाख्दिने भन न या फकिङ पर भाइ त मलाई चिनेको गुरु भएर पनि क्यामेराबाट कालो देखिने। त्यही नि अन्धारो कति हुन्छ हामी त देखिन्न, हामी कालो भएर देखिन्न। त्यो मान्छे अरूले कसरी भिडियो बनाउँछ यार, यस्तो हात थाकिँदैन को हुन्छ नि त। त्यसले थोरै न एकै घन्टा यसो चलिन् दिनमा यो कहाँ गयो त्यो टाइमको होइन जो मेन कुराहरूलाई देखाउँछ। अब हामीले सधैँ हिँडिरहेको देखाउँछौँ, त्यस्तो देखाउँदैन दुनियाँले चाहिँ होइन। दुनियाँले के देखायो त्यसको मतलब छैन, तर पर्वतले के देखायो त्यसको मतलब मै राख्छु होइन। दुनियाँले राख्नु पनि पर्दैन किनकि मेरो लाइफ मेरो मोबाइल म गरौँ नगरौँ होइन त्यही हो। अब चाहिँ एउटा नेपाली गाना सुनाइदिन्छु, एउटा 555 होइन। 555को त अलिक बेसी नै फ्यान हो भनौँ न, अलि सुनिरहेको छु कहिलेकाहीँ गानाहरू होइन 555को होइन। त्यसैले चाहिँ म गाइदिन्छु होइन एउटा गाना चाहिँ ल। ए बुढी म मान्छे निकै रिसाउली मुरी, तर माया तिमीलाई निकै गर्छु मुरी। तप पानी आकाशमा उडी उडी उडी, तिम्रो लागि गरिदिन्छु चुरोट्ने त्याग। तिमी छेउमा नहुँदा हुन्छ साह्रै नै ऱ्याग, किनिदिन्छु फुच्चीको ब्याग लिपस्टिक पनि म्याड, तिम्रै लागि भनी बनाउँदैछु सिक्स प्याक एप्स। म होइन धेरै मोटो पनि छैन धेरै पातलो पनि छैन, ठिकै छ म। पेट पनि बाहिर छैन, धेरै चाहिँ छैन, अब लिमिटै छ होइन। तर घटाउनु चाहिँ पर्छ होइन, त्यसको लागि चाहिँ मेहनत गर्नु पर्यो। तेरो पेट धेरै ठुलो 9 महिनाको आएको छ भनेन मैले भने तेरो पेट बाहिर छ बाबु भने। सुनिस भाइ, सुनिस कान्छो, सुनिस बच्चा घर कता हो यस्तो सोध्नु पर्यो। यसरी क्वेसन तिमी आज तिमीले के गर्यो होटलमा गएर, के बनायो, के कस्तो गर्यो, कस्तो रमाइलो